हामीसँग हुनुहुन्छ जनमत पार्टीबाट धनुषा निर्वाचन क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य अब प्रत्याशी भनौँ ब्रह्मदेव महतोजी। स्वागत छ यहाँलाई। धन्यवाद। म ब्रह्मदेव महतो जनमत पार्टीको उम्मेदवार। जुन अहिले प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ, यस विषयमा तपाईको धारणा के छ, प्रतिक्रिया? हेर्नुहोस्, म मतदातालाई सर्वप्रथम म धन्यवाद दिन चाहन्छु कि यो धनुषा निर्वाचन क्षेत्र नम्बर 1 को जति मतदाता छ सबैलाई म धन्यवाद दिन चाहन्छु कि तपाईहरूले परिवर्तन गर्न चाहनुभयो, परिवर्तन गर्नु पनि भयो हैन। हामी पनि चाहिरहेको थियो परिवर्तन गर्नुलाई। तर यसपालिको जुन मतदान छ, देशैभरिको जुन मतदान भइरहेको छ, कतै न कतै यो अमेरिकाबाट सञ्चालित मैले देखिएको छु। यो ब्यालेट पेपरमा जुन छ, त्यो ब्यालेट पेपरमा मत हान्ने कहाँ, लेकिन मत जान्छ तपाईको घण्टीमा, त्यस्तो मैले देखिएको छु। किनभने अरू छापको जुन मत लागेको छ, दायाँ बायाँ भएको छ, इङ्क अलिकता बढी भएको छ, कम भएको छ, तर जुन घण्टीको जो मत भएको छ त्यो एकै ठाउँमा मत लागेको छ। त्यसैले शङ्का लागिरहेछ कि कतै न कतैबाट यो ब्यालेट पेपरमै तपाईको गडबडी थियो कि योबाट तपाईँ, म के भन्न चाहन्छु नेपाल सरकारलाई, यो नेपाल सरकार चुनावी अधिकृतलाई यो भन्न म चाहन्छु कि कमसे कम यो कुरा पत्ता लागोस् कि जस्तै फोटोकपीबाट क्यूआर कोड पत्ता लाग्छ, क्यूआर कोड जान्छ, त्यसैले ब्यालेट पेपरमा कहीँ यस्तो सिस्टम लागेको छैन कि मत हान्यो अरू छापमा गयो घण्टीमा, कि यो 10 घण्टा 5 घण्टाको अवधि जुन दिएको छ यो अवधिमा तपाईँको त्यो इङ्क सुक्ने अनि त्यो घण्टी छापमा लाग्ने मलाई शङ्कावत लागिरहेको छ। होइन, तपाईँ एउटा अब युवा, दक्ष युवा, पढे लेखेको युवा, यो जादु जस्तो कुरामा विश्वास गरिदिनुहुन्छ, तथ्य के छ, यसको आधार के छ? यो टेक्निकल कुरा हो, यो टेक्निकलको युग हो। टेक्निकल युगमा तपाईँ यो हुन सक्छ, यो कतै न कतैबाट प्रचालित कतै न कतै सञ्चालित भएको छ। यो कुरा त एकदम मलाई एकदम सत्य कुरा हो कि यो देशैभरि तपाईलाई र तपाईको पार्टीलाई मत नआएर आक्रोश पोख्दै होइन, त्यो होइन। म त हामीहरू परिवर्तन चाहिरहेको थियो, देशले परिवर्तन मागिरहेको थियो, परिवर्तन जनताले गरेको छ, एकदम राम्रो कुरा हो। तर प्रत्येक निर्वाचन क्षेत्रमा तपाईको कमसे कम कम्पिटिसनमा आउँथ्यो नि। ल, कुलमान सिंहको तपाईको के गल्ती थियो? आज जनता उहाँले मत दिएर हराएको छ, कुन गल्ती थियो? रेणु दाहालको कुन गल्ती थियो? देशमा त आफ्नो क्षेत्रमा राम्रो विकास गरेको थियो, आज तू हार बिहोरेको छ। जस्तै सिके राउतले कुन गल्ती थियो? आफ्नो क्षेत्रमा तपाईको 800 योजना लगेको छ, आज हार स्वीकार्नु परेको छ। कतै न कतै लागिरहेछ तपाईको अरू पार्टीको 10,000 भित्र बिलोमा छ, अनि घण्टीको तपाईको एकैचोटि 20,000 भन्दा माथि गइरहेको छ। कतै न कतै ब्यालेट पेपरमा शङ्कावत लागिरहेछ कि ब्यालेट पेपरमा छाप लगायो जनताले अरू ठाउँमा अनि गयो घण्टीमा। यो मलाई कतै न कतै यो शङ्कावत भइरहेछ। अब तपाईँ के गर्नुहुन्छ? अब यही म अपिल गर्न चाहन्छु तपाईको निर्वाचन आयोगलाई, यो तपाईको देशको नेपाल सरकारलाई कि कमसे कम यो कुराको पत्ता अनि विभिन्न थियो हामीलाई थाहा छ, त्यो विभिन्न मत मागेको हाम्रो वार्डको, टोलको, गाउँको, छिमेकको कुन मत कहाँ जान्छ हामीलाई थाहा छ। तर त्यहाँ घण्टीको 20वटा मत हुने ठाउँमा तपाईको 600 मत आएको छ। कसरी मत आयो? जनताले दियो, जनताले दिएको होइन। जनताले त दिएको, अहिले पनि हामी एकदम स्पष्टीकरण सोधिरहेको छु, त्यहाँ जनताले दिएको होइन। त्यो ब्यालेट पेपरमा कतै न कतै गडबड भएको छ। मत दिएको छ कहाँ, मत गएको छ कहाँ? अरू पार्टीको मत जुन मत जनताले दिएको छ तपाईको अब अन्तिमतिर तपाईको यो धनुषा निर्वाचन क्षेत्र नम्बर 1 मा जुन आज प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको छ हैन, अब यो मतगणना सम्पन्न भइरहँदा जुन तपाईको रासोपा उम्मेदवार कालो सूचीमा परेको कारण देखाएर मौन अवधिको समयमा उहाँको उम्मेदवारी खारिज भएको थियो, आज फेरि निर्वाचन आयोगबाट पत्र आएको छ घोषणा नगर्ने, त्यसपछि तपाईको प्रमाणपत्र नदिने, अदालतमा विचाराधीन रहेको मुद्दामा यसलाई चाहिँ कसरी लिनुहुन्छ? यो कतै न कतै म गल्ती लागिरहेछ मलाई। यो जब कि तपाईँ उम्मेदवारी खारिज भइसकेको थियो, जुन ठाउँमा उम्मेदवार तपाईको 2 दिन अगाडि त्यो खारिज भएको हो, ठिक छ, चुनाव चिन्ह त्यसमा रहिरह्यो, मतदान भयो। मतदान भइसकेपछि तपाईको जुन उम्मेदवारी खारिज भइसकेको ठाउँमा हामीहरूलाई तपाईको निर्वाचन आयोग माथिबाट काठमाडौँबाट जुन आयो मतगणना गर्नलाई कि जुन यति मत जुन तपाईको गणना हुन्छ, जुन यसबाट जुन विनर हुन्छ उसलाई हामीले विनर हामी गर्ने। अनि अहिले त आज फेरि त्यो अर्को निर्णय आइसक्यो। कसरी त्यस्तो निर्णय आयो कि यो झुक्याउने, यो जनतालाई झुक्याउने काम मात्रै भइरहेछ। हुन त मत जनताले दिएको हो, मत दिएरै अहिलेसम्म तपाईँको त्यति मत आएको हो।
तर अहिले संख्याबद्ध कुरा के भइरहेछ भने एक ठाउँ मात्र एउटा क्षेत्र मात्रै होइन, तपाईको प्रत्येक क्षेत्रमा त्यही रेसियोले तपाईको मत आइरहेछ। यो मत कसरी भयो? तपाईको गाजा खाएको उम्मेदवार भए पनि त्यही मत आउने, त्यो राम्रो उम्मेदवार त्यही पनि आउने, त्यस्तो मत कसरी आयो त? आखिर जनता त्यस्तो अन्धा त थिएन त्यस्तो व्यक्तिलाई मत हाल्ने। किनभने तपाईको प्रत्येक ठाउँमा प्रत्येक उम्मेदवार तपाईको जति योभन्दा पहिला नेताहरू जुन थियो आफ्नो ठाउँमा आफ्नो भेगमा राम्रो काम गरेको थियो, राम्रो छवि भएको पनि नेता थियो, त्यसलाई पनि त्यही हालत छ। धन्यवाद। धन्यवाद।